हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। म चाहिँ आज आफ्टर लङ टाइम पछाडि एउटा छोटो भिडियो लिएर आएको छु। भिडियो चाहिँ तपाईहरुलाई यो देखाउनुको लागि, यो दृश्य चाहिँ यति धेरै राम्रो दृश्य छ हैन। म चाहिँ अहिले गाउँमा छु। गाउँमा यता फेरि टिकटक बनाउँदै हुनुहुन्छ मेरो छोरी। हाई छोरू। गुड मर्निङ। गुड मर्निङ। हामी चाहिँ के गर्दै हुनुहुन्छ? माउलो घरमा छौं। हामी चाहिँ माउलो घरमा छौं। हो। अरु चाहिँ के गरिआले हुनुहुन्छ? म चाहिँ भिडियो बनाएको अनि भिडियो बनाएर सबैलाई देखाइदिने। अनि तपाईले भनिदिनु न, खै मेरो सब्स्क्राइब बढाइदिनु होला, कमेन्ट भनिदिनु। बढाइदिनु होला। बाई 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 छोरी, बाई बाई। कसरी आइपुग्नु भयो छोरू? केमा? हिँड्दै हिँड्दै? यस्तो स्पिड हिँड्नु भयो? मेरो छोरीले चाहिँ माउलो हिँड्दै हिँड्दै आएको भन्दै हुनुहुन्छ। हामी चाहिँ यसपालि यति धेरै बिजोग भएर आयौँ हैन। यति धेरै बिजोग भयो। गाडी बिग्रेर 3 दिनदेखि पानी परेर कन्टिन्यू पानी परेको। अनि पानी परे पछाडि त्यस पछाडि मेरो छोरीले भन्दै हुन्छ, एस छोरी अरु पनि भन्नुहोस्। अनि तपाईहरुको दशैं कस्तो भयो भनेर सोध्नुस् त। हजुर। अनि सबैजना गाइसहरु, सबैजना मेरो वाइटी फ्यामिलीहरुलाई सबैलाई ह्यापी दशैं। धेरै धेरै दशैंको शुभकामना। म धेरै बिजी भएको कारणले कसैलाई पनि भन्न सकिन। अहिले चाहिँ आएर सबैजनालाई दशैं नै छ हैन। अहिले पनि दशैं नै छ। अब भोलि पर्सि पुर्ने हो। अझै पनि तपाईहरुलाई धेरै धेरै दशैंको शुभकामना, विजय दशमीको धेरै धेरै शुभकामना छ हैन। अनि म चाहिँ गाउँमा छु। गाउँमा चाहिँ यति धेरै राम्रो दृश्य लागेर तपाईहरुलाई देखाउँदै छु। हेर्दिनु होला। यो चाहिँ हाम्रो माउलो घर अरे हो। मेरो छोरीको माउलो घर अरे। छोरू माउलो घर हो? अनि हजुरले के गर्नु भएको? बबल्स फुलाएको। एकचोटी फुलाएर देखाइदिनु त छोरू। वाउ, आई लभ यू छोरू। थ्याङ्क यू छोरू। अनि छोरू हामी घर कहिले जाने? कहिले जाने हामी घर? एकछिनमै। अनि तपाईलाई मौलोमा कस्तो लाग्दैछ? राम्रो। खुसी हुनुहुन्छ? मेरो छोरी चाहिँ 3 वर्ष पुगेर 4 वर्षमा लाग्यो अस्ति असार 1 गतेदेखि। अनि मेरो छोरी चाहिँ धेरै बोल्नुहुन्छ। उता फेरि मेरो बुढी चाहिँ टिकटक बनाएर टिकटकमा फलो गरिदिनुहोस् है सबैजनाले। फलोस बढाइदिने अरे। मेरो बुढी चाहिँ टिकटक बबल्स देखाउँदैछ छोरीले चाहिँ। गाउँघर चाहिँ म धेरै पछाडि आएको, धेरै 12-13 वर्ष पछाडि हैन। अनि फु गरेर छोरू यति धेरै राम्रो लाग्यो हैन। धेरै राम्रो छ, धेरै मन पर्यो। अरु कुरा त तपाईहरुलाई के देखाउनु हैन। यहाँनिर काँक्रा फलिरा रहेछ गाउँमा। काँक्रा फलिरहेछ है। यो चाहिँ मेरो छोरीको लागि रे काँक्रा फलिरहेछ। अनि फर्सी फलिरहेछ। अनि यहाँ यस्तो छ गाउँघरमा चाहिँ हैन। गाउँघरको घर चाहिँ यस्तो हुन्छ है। गाउँघरमा चाहिँ यस्तो छ घरहरु। यो चाहिँ मेरो ससुराली घर हो। अनि यहाँ पर स्कुल छ। यो पारी चाहिँ उतापट्टि चाहिँ हलेसी छ। आज चाहिँ 3 दिन पछाडि घाम लाग्दैछ। ल घाम पनि हेर्दिनु अलि। धेरै पछाडि घाम लाग्यो। खुसी लाग्यो घाम लागेर। कति दिन पछाडि घाम लाग्यो हो। घामै देख्न नपाएर कन्टिन्यू पानी परेर कति ठाउँमा चाहिँ कति मान्छेहरू मर्यो, गाडीहरू पल्ट्यो। धेरै दशैंमा नराम्रो भयो हैन। अब यस्तै हो। अब के गर्नु। एक वर्षमा एकचोटि आउने चाड दशैंमा पनि धेरै समस्याहरू आयो। गाडीले गर्दा गाडी बाटो खराब सबै। हामी पनि एकदम मुस्किलले आयौं। धेरै समस्या भयो।
मेरो चाहिँ आजको भिडियो चाहिँ खास गरी यो तपाईहरुलाई देखाउनुको लागि हो के। यो बाहिरतिर बस्दाखेरि चाहिँ धेरै हेर्नुमा भन्दिनु छोरु। हजुरको नाम के हो? हजुरको नाम के हो? हजुर कतिमा पढ्नुहुन्छ? हजुरको स्कुलको नाम भनिदिनु त। के गर्नु भएको? ओम गर्दिनु त भगवानलाई। भगवानलाई के माग्नुहुन्छ अरे? हो कति धेरै नमस्ते भनिदिनु। मेरो छोरीले चाहिँ कोही कसैलाई जसलाई देख्यो भने पनि बोलाइहाल्नुहुन्छ। बाटोतिर हेर्नै बाटोतिर भेटेको पनि बोलाइहाल्नुहुन्छ। मेरो छोरी चाहिँ ज्ञानी हुनुहुन्छ। हो छोरी तपाईले इन्ट्रोडक्सन दिनु हुँदै थियो नि, तपाईको भन्नै बिर्सिनु भयो। खोइ त पूजा भगवानलाई उयो गरेको नगर्नु, भगवानलाई गर्दाखेरि त्यस्तो खेलाउनु हुँदैन त छोरी। ल छोरू लो भन्नु त फेरि। हो घाम लाग्यो आज चाहिँ। हेलो बुढी के छ? टिकटक बन्यो? हेलो मेरो बुढी। हेलो मेरो बुढी। माइती आएर सो एक्साइटेड भरे रे, खुसी रे, ह्याप्पी रे। अम्मु कति खुसी तपाईँ मौला आएर? एकचोटि डान्स गरिदिनु नि त तपाईँ खुसियालीमा। त्यो यो गीतमा क्या नाम क्या हो नानी? घर कहाँ? ल घर कहाँ हो? घर कहाँ हो नानी? छोरू म त गर्दै। घर कहाँ हो नानी त्यही खोला पारी। खै 1 सेकेन्ड फेरि पनि तपाईहरुलाई ह्यापी विजय दशमी। अब छोरी उयो क्या दसैँ दिप्पल। नसोधे गीतङ्गेको गाउँ आहै नसोधे गीतङ्गेको गाउँ। खोइ छोरी डान्स अनि मेरो गीत मात्रै खेर गइसक्यो। छोरू दसैँ दिक्पाल माओवाली के भन्छ? कृष्णजीको बाँसुरी गरिदिनु नि त। आहै कहाँ बज्यो पुनी। पुसुनी भन्छ कि पुस्नी भन्छ के भन्छ छोरी? आहै लरी बारी। मेरो सालीलाई पनि हेर्ने हो टिकटक। मेरो सालीलाई नि देखाइदिउँ। आउ न हो मेरो भ्लग्समा आऊ, छोटो भ्लग्स हो। मेरो साली नानी चाहिँ त्यहाँ लुकेर बसिराख्नु भएको छ कि यहाँ भेनाको भ्लग्समा आउनु नमान्ने रे। फेरि पनि तपाईहरुलाई 1 सेकेन्ड ह्याप्पी विजय दशमी। बाई बाई। छोरू आजलाई चाहिँ म यहीँनिर अब हैन भिडियो यही यति मात्र बनाऊ। अब मसँग बनाउने अब केही छैन पनि हैन, कन्टेन्ट्स पनि छैन। आजलाई चाहिँ यति नै हो हैन। सबैजनाले हेरेर साथ दिनु होला, सब्स्क्राइब गरिदिनु होला, अनि कमेन्ट गरिदिनु होला, शेयर गर्नु। छोरू अरु के गर्नुपर्छ रे? अरु अहिलेसम्म यति धेरै माया गरिदिनु भएको छ, अझै पनि माया गरिदिनु होला भन्ने मलाई आशा छ हैन। अनि अब चाहिँ हामी लास्ट यहाँ गाउँको यस्तो राम्रो तपाईहरुलाई हेर्नु भनेर देखाइदिएको।
यति भन्दै बाई बाई, हेभ अ नाइस डे, हेभ अ गुड डे, बाई बाई बुढी। लास्टमा